आज चाहिँ हामी मरिन गाउँपालिका वडा नम्बर 3 भालुमारा स्थित बुद्ध सामुदायिक वनको जङ्गलमा आइपुगेको। यहाँ चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि वन डडेलो कसरी नियन्त्रण गर्न सकिन्छ त भनेर अभ्यासको सिलसिलामा चाहिँ हामी उपभोक्ताहरूलाई लिएर यहाँ उपस्थित भएका छौँ। अहिले हाम्रो उपभोक्ताज्यूहरू चाहिँ देखिरहनु भएको छ अग्निरेखा निर्माण कसरी गर्ने त भनेर त्यसैको अभ्यास गरिरहनु भएको छ। एकछिनपछि हामीसँग भएको यन्त्र उपकरणले चाहिँ कसरी वन डडेलो आगो लगाइहाल्यो भने चाहिँ नियन्त्रण गर्छौँ भनेर त्यो पनि अभ्यास गर्छौँ। मार्नु पर्ने